हेलो गाइज वेलकम टु माई च्यानल इट्स मी सृजना। आज चाहिँ म नेल एक्सटेन्सन गर्न आएको छु। म हल्का नर्भस छु के, त्यही भएर रेकर्ड गर्नलाई पनि हेर्नु न कस्तो देखिरहेको छ मलाई होइन। अब स्टार्ट भयो है। अब मेरोमा नेल चिप्काइदिइसक्नु भयो, फाइल गर्दै हुनुहुन्छ। त्यहाँनिर राम्ररी रेकर्ड गर्न दिँदैन रहेछ कि गाइस, त्यही भएर म चाहिँ अलि डराएर रेकर्ड गरिरहेको छु। अब यहाँ फाइल गर्दै हुनुहुन्थ्यो, मैले चाहिँ दुइटै हातमा गर्न लगाएको के गाइस, त्यही भएर एउटा हात गर्दै रेकर्ड गरिरहेको छु। फाइल गर्नुपर्ने, ओ माई गड कति धेरै टाइम लाग्ने यार गाइस। लिटरली मलाई यो गर्नलाई होइन 3 आवर्स जति लागेको थियो क्या दुइटा ह्यान्डमा। ल मेरो हुँदैछ यो। अनि मैले ठ्याक्क अलिकति सलोनको भिडियो पनि रेकर्ड गरिदिएँ, त्यहाँ कसले गरेर नेल आर्ट गरेर राख्नु भएको छ त्यो पनि रेकर्ड गरेँ। अनि यो चाहिँ म त्यहाँ गएको सलोनको भिडियो म बनाउँदै थिएँ। एकछिन मेरो नेल आर्टिस्ट चाहिँ उता जानुभएको थियो, फाइल गर्दै हुनुहुन्छ। कति टाइम लाग्ने क्या गाइज। अनि कस्तो मतलब मेरो चाहिँ यो फर्स्ट टाइम हो क्या नेल एक्सटेन्सन, त्यही भएर कस्तो कस्तो मतलब एक्साइटमेन्ट पनि भइरहेछ, नर्भस पनि भइरहेछ है म चाहिँ। कस्तो मेरो फाइल गर्दै हुनुहुन्छ अब टप कोट लगाइदिनु भयो। त्यस पछाडि मैले युभी ल्याम्पमा मेरो हात सुकाएँ। म चाहिँ कस्तो नर्भस थिएँ कि गाइज। अब म चाहिँ घर आएँ गाइज, दिस इज माई फाइनल रिजल्ट। कस्तो छ भनिदिनु त। मलाई चाहिँ अब त्यस्तो धेरै मन पर्दैन क्या, एकदम हेभी जे बुट्टाहरू भएको मन पर्दैन। त्यही भएर मैले चाहिँ सिम्पल सटलवाला राख्छु क्या, जे पनि मेकअप लुक होस् या ह्यान्डको हरेक चिजहरू सिम्पल राखेको छ। बट इट कस्ट मी 2500 गाइज। तर ठिक छ नि, राम्रो छ है। हेर्नु त कस्तो देखिएको छ। ल अर्को ह्यान्ड पनि देखाउँछु म। यो चाहिँ अर्को मेरो राइट ह्यान्डको, अघिको चाहिँ लेफ्ट ह्यान्डको हो, यो चाहिँ राइट ह्यान्डको। तर फिनिसिङ कस्तो राम्रो गरिदिनु भएको छ क्या। जे होस् अब कस्टली नै परे पनि मलाई चाहिँ राम्रै लाग्यो है। म चाहिँ सेटिस्फाई नै छु। ठिक छ। अब म अर्को पनि हात देखाउँदैछु कस्तो राम्रो लाग्ने गाइज। आइ मिन होम, दिस इज फाइनल रिजल्ट। यो चाहिँ मेरो, मलाई चाहिँ एकदम सिम्पल सटलवाला मनपर्छ क्या, त्यही भएर मैले चाहिँ यस्तो फ्रेन्च गरेँ। हजुरहरूलाई कस्तो लाग्यो ओके मेरो भ्लग हेरिदिनु भयो, त्यसको लागि सबैलाई थ्याङ्क यू सो मच गाइज। मेरो युट्युब च्यानल सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु। सी यु इन नेक्स्ट भ्लग गाइज। अर्को पनि देखाउँछ है। Okay, bye. Bye, guys.